यो 33-55 पाइनियर मकै लगाएको यो लगभग 35 दिनका मकै भए यहाँ देखाउँछु बुनु अरे मलाई 1 बिघा लगाएको छ यो 35 दिनका भए यो भन्दा 10 दिन अगाडिका मकै यो चाहिँ 5 कट्ठा लगाएको छ यो भोकैमा मेट्ने खालको जस्तो लह लह मकै आइरहेछन् रोग ब्याग केही छैन यसमा अनि यसै गरी 2 बिघामा तोरी लगाएको छ तोरी पनि राम्रो छ काहीँ केही छैन हुसे लाई त्यस्तो केही छैन फ्रेस तोरी आइरहेको छ अहिले यो स्प्रे चाहिँ म तोरीलाई लाई देखा परेर हल्का हानेको छ एकदम राम्रो तोरी पनि आएको छ मकै अस्ति सिँचाइ गरेको थियो यो चाहिँ बोटले थाम्न नसकेर घोगा लागिरहेछ तोरी हेर्नु झरिरहेछ लगभग यता देखाउँ त यो तोरी लगभग मेरो 2 बिघा तोरी यस्तै छ अब यहाँ छ फुल्दै गरेको यो फुल्दै गरेको तोरी हो यसै तोर पनि छ त्यहाँ तोर अनि यता देखा त मकै छ यहाँ 1 बिघामा यस्तो यो तोर र तोरी हेर्दाखेरि चाहिँ गाइस भोकै मर्छ घरै नजाउँ जस्तो लाग्छ खेतमै बास बसौँ जस्तो लाग्छ ल ल ल आइरहेछ यो फुल्दैछ यहाँ अर्को स्टेप फुल्दैछ यो तोर हो यो तोरी हो उता तोरी अरू अब फुल झरिसकेको छ यता मकै लगभग तोरी 2 बिघा